हेलो नमस्ते सबैजनालाई। आज म यहाँ एक बोइलर लिएर आएको छु है यो बजारबाट। यो एक बोइलरमा अब कसरी पाक्छ त अन्डा, कसरी बोइल हुन्छ त भनेर म देखाउन गइरहेको छु है सबैजना। अब यो एक कप पानी हाल्ने, यो ट्रे हुन्छ यहाँ अब पानी हाल्ने ठाउँ है। एक कप पानी हालियो। त्यस पछाडि अब यो अन्डाको एउटा राख्ने ट्रे हुन्छ, त्यो अन्डा ट्रे राखियो है त्यसमाथि। त्यस पछाडि तपाईलाई अब अन्डा राख्ने है त त्यहाँ। अब यो अन्डा हो, यो अन्डा राख्ने यसरी। अन्डा राखिसकेपछि अब यो 6 वटासम्म अन्डा आँट्ने एकैचोटि बोइल गर्न सकिन्छ है। त्यो अन्डा राख्ने। अब मैले आज 4 वटा मात्रै अन्डा बोइल गर्दैछु। त्यस पछाडि यो ढक्कन हुन्छ, यो ढक्कनले माथिबाट छ्याप्प छोप्ने। अब यो छोपेपछि तपाईको सेफ्टीको लागि अलिकति प्लग हाल्ने। अब यो फिलिपिन यसमा पोइन्टमा प्लग घुसाउने। अब अन गर्ने, स्विच अन गर्ने है त। स्विच अन गरिसकेपछि तपाईको यहाँ एउटा बत्ती बल्छ है, यो अनमै छ, यो अन अफ हुन्छ, यो अनमै छ, हरियो बत्ती बल्यो। त्यस पछाडि अब 10-15 मिनट कति लाग्छ टाइम, अनि अन्डा पाक्छ है। हेलो, अब यहाँ मेरो अन्डा पाक्न आँट्यो है त, बोइल हुन आँटेको छ अन्डा। लाइन कट गर्नुपर्छ पहिले है, त्यस पछाडि मात्रै टच गर्नुपर्छ है त। नभए अलिकति त्यहाँ बाफ हुन्छ, पानी हुन्छ, बोइल भइरहेको चिजमा त्यतिकै हात हाल्नु हुँदैन, डेन्जर हुन्छ, लाइनको कुरा हो। ए साइरन पनि बज्यो, अन्डा पाकिसक्यो है त। अब यो प्लगलाई म ताने झिकेँ। त्यस पछाडि यहाँ हेरौँ त अब पोल्छ कि भन्ने पनि छ। अन्डा पाकिसक्यो, बोइल भयो यो। तातो